मैले भनिरहेको छु त हजुरहरुलाई, मैले भनेको नमान्ने, नसुन्ने, अल्छी गर्ने अनि कहाँबाट टल्किन्छ त अनुहार। ल भिडियो अन्तिमसम्म हेर्नुस् अनि कसरी टल्किन्छ अनुहार अनि जान्नुहुन्छ। दिनभरि आफू राम्री भएर हिँडिसके पछाडी त बेलुका अल्छी गरेपछि अनि म नराम्री हुन्छु कि तपाई? आफू त जति नै बिजी भए पनि यो अनुहार चम्काउन चाहिँ छोडिन्न है, छोडिन्न। पहिला सुरुमा त हामीले जहाँ जहाँ बढी मेकअप गरिरहेको हुन्छ जस्तो आँखामा, लिपमा त्यता पखाल्नु पर्यो। त्यसलाई पखाल्नको लागि सजिलो भनेको चाहिँ मेकअप रिमुभरले है। कतिवटा कम्पनीको मेकअप रिमुभर एकदमै महँगो छ। लगाएर बस्ने चीजमा चाहिँ मलाई नि अलिकति बढी खर्च गर्न मन लाग्छ। यो पुसपास गर्ने चीजमा चाहिँ गर्न मन लाग्दैन के। अनि यो रिमुभर चाहिँ सस्तो छ है। आँखाको मेकअप र यो लङ लास्टिङ लिपस्टिक चाहिँ मेकअप रिमुभरले एकैचोटीमा उतारिसके पछाडी फर्मिङ फेसवासले मुख धुदैछु। फेसवास चाहिँ धेरै बेर रगड्नुहुन्न है। फेसवास चाहिँ हामीले एकछिन मसाज गर्ने बित्तिकै यसलाई खलखल पानीले नै पखाल्नु पर्छ। पुसेर हुँदैन, फेसवास चाहिँ मजाले पखाल्नै पर्छ। मैले पखालेर आए र टाउलले पुस्दैछु। अब यस पछाडी सुरु हुन्छ क्लिजिङ। क्लिजिङ चाहिँ मजाले मसाज गर्न मिल्छ है। पहिला फेसवास गरेर सेकेन्ड टाइम क्लिजिङ गर्नलाई पनि डबल क्लिजिङ भनिन्छ। एकचोटी क्लिजिङ गरेर फेरि त्यो क्लिजिङलाई पुसेर अर्कोचोटी फेरि क्लिजिङ गरिन्छ भने पनि त्यसलाई पनि भनिन्छ डबल क्लिजिङ। क्लिजिङ गर्दा जहिले पनि घाँटीबाट माथि लानुहोस् भनिरहेको हुन्छु। हजुरहरूलाई मात्रै सिकाउने हैन, म आफै पनि गर्छु क्या, हेर्नुस् त। यसरी क्लिजिङ गर्दा चाहिँ मजाले मार्नुपर्छ, हतार नगरिकन एकदम मजाले नै गर्नुपर्ने हुन्छ। किनभने क्लिजिङले डिप क्लिन गर्छ हाम्रो स्किनलाई। फाउन्डेसनहरु लगाएको छ, सनब्लकहरु लगाएको छ, स्किनको ओपन पोर्स खुला भएर भित्र छिरेको छ भने त्यो सबै त निकाल्नु पर्यो नि। त्यो अनुहारमा रहन दियो भने हामीले त्यो माथि मोइस्चराइजर सिरम लगायो भने कसरी छिर्ने त? त्यही भएर हतार नगरिकन मजाले म भोलि टल्किन्छु भन्दै याद गर्दै मजाले मार्ने है। अल्छी लाग्छ भने हजुरले ठ्याक्क सोच्नु पर्यो कि म भोलि टल्किदैछु, मलाई फेरि अरूले हेर्दा कसरी टल्किस भनेर सोच्छन् भनी मनमा दिमागमा यो कुरा सोची सोची मजाले टाइम लिएर चाहिँ एकैछिन मसाज गर्नुस् है। अनि फेरि आयो अर्को टल्किने चीज, यो त महा भाइरल छ। यति लगाएपछि त नटल्किने कुरै हुँदैन। यसमा चाहिँ भिटामिन ई पनि हालेको छु र व्हाइटनिङ भिटामिन पनि हालेको छु। अनि एलोभेरा जेलसँग मिक्स गरेर एकछिन मसाज गर्नु भन्छु नि मैले। हेर्नुस् त मसाज गरेर मजाले त्यो दुईटा मिक्स भएपछि मात्रै मैले अनुहारमा दल्छु। हजुरहरुसँग गुवासा छ या कुनै यसरी मसाज गर्ने डिभाइसहरु छ या होइन के पनि छैन भने अघि क्लिजिङ जस्तै हातले पनि गर्न सक्नुहुन्छ है। यो इलेक्ट्रिक डिभाइस हो। यसमा चाहिँ भाइब्रेसन पनि आउँछ, लाइट पनि आउँछ। यो चाहिँ नेक र फेस दुवैको लागि हो। म पनि कहिलेकाहीँ अफिसमा बिजी भएर आफूले भनेको टाइममा फेसियल गर्न भ्याइरहेको छैन भने मजाले यसको सहायताले म पनि टल्किन खोज्छु है। किनभने म कतिको टल्किन्छु भन्ने कुरा त हजुरहरूले हेरेपछि मलाई बताउने हो नि त। तर म आफै चाहिँ टल्किन छोड्दिन। हामी मस्कारा लाउन कति टाइम लगाउँछौँ, लिपस्टिक मिलाई लाउन कति टाइम लगाउँछौँ, अनि मसाज गर्न चाहिँ बेलुका सफा गर्न चाहिँ अल्छी गरेपछि हो क्या यो सबै चिज। बिहान लगाएको नटल्किने, बेलुका यसरी एकछिन मसाज गर्नुस् त अनि बिहान लगाएको चिज पनि अझै बढी टल्किन्छ। अनि सबैजनाले भेटेपछि भन्न थाल्छ फलानी त कसरी टल्की भनेर। मलाई चाहिँ भेट्दाखेरि नसोध्नु है, मैले त सबै देखाइदिएको छु। फलानी कसरी टल्की भन्दा म चाहिँ यसरी टल्की भनेर देखाइदिइसकेँ। मैले भने चिज तपाई पनि अपनाउनुस्, तपाई पनि टल्किनुहुन्छ कि, त्यो मेरो ग्यारेन्टी। डिभाइसहरु जहिले पनि मसाज गरेपछि मजाले पुसेर राख्नुपर्छ र पुसेर राखिसकेपछि एकछिन फेरि मसाज गर्नुपर्छ। किनभने त्यसमा भिटामिन ई छ, एलोभेरा जेल छ। स्किन नटल्किन त कुरै भएन। आँखाको वरिपरि रिङ्कल छ भने यसरी मसाज गर्नुपर्ने हुन्छ है। आँखाको वरिपरि पोइन्ट हुन्छ, त्यो पोइन्टलाई थिच्दै 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 राउन्ड राउन्ड सेपमा चाहिँ मसाज गर्नुपर्ने हुन्छ। म पनि 40+ भइसकेँ, थाहा छ मलाई देख्दाखेरि चाहिँ लाग्दैन, म बुझ्छु। उमेर त एउटा नम्बर मात्रै हो, म त त्यो भन्ने गर्छु। तर टल्किन चाहिँ छोड्दिन है। रिङ्कल पर्ने मेन एरियामा फोकस गरेर यसरी मसाज गर्नुपर्छ है। मैले एकदमै खुफिया राज बताइदिएको छु नि यो भिडियोमा। अरूले पनि थाहा पाउला है। सेभ गरेर राख्नु यो भिडियो, शेयर चाहिँ नगर्नुस् नि, थाहा पाउला अरूले।
त्यस पछाडि मसाज सकेपछि मजाले टिस्युले पुस्ने। कतिजनाले चाहिँ धुनु पनि हुन्छ, यो जाडो महिना भएको भएर म चाहिँ टिस्युले मात्रै पुस्छु। त्यस पछाडि अनुहार त राम 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 राम